टाढा गएको छैन। इस्टर्न विजडम ट्रेडिसन खास गरी हिन्दुइजम र बुद्धिज्मको लिटरेचरबाट मैले ड्र गर्ने प्रयत्न गरेको छु। यो वास्तवमा हामीले वाइ इस्टर्न विजडम प्लस स्टिम भनेर यो प्रश्नलाई हेर्दा सबभन्दा हामी यस्तो वर्ल्डमा बाँचेका छौँ जहाँ चाहिँ कम्प्लेक्स प्रब्लम छन्, एकदमै कम्प्लेक्स छन्। फ्लडका छन्, टेरोरिजमका छन्, वारका छन्, होइन, त्यसदेखि पछि फेमिनका छन्, अझै पनि छन्, डिजिटल डिभाइडको प्रब्लम छन्। तर त्यसको लागि हामीलाई होलिस्टिक कग्निसन चाहिन्छ। कग्निसन पनि एकदम त्यो एउटा इन्टेलिजेन्सवाला कग्निसनले मात्रै पुगेन। एथिक्स एन्ड कम्प्यासन इन इनोभेसन, इनोभेसनमा हामीलाई एथिक्स र कम्प्यासन पनि सँगसँगै चाहिन्छ। फगत साइन्टिफिक इनोभेसनले मात्रै पनि पुग्दैन, किनभने हामीले फर्स्ट वर्ल्ड वार र सेकेन्ड वर्ल्ड वारको कन्टेक्स्ट हेरिसकेका छौँ। फोकस, काम, रेजिलियन्स फलोन, हामी यस्तो एटेन्सन सर्ट एटेन्सन स्प्यानमा बाँचेका छौँ। हामीलाई फोकस त्यतिकै इम्पोर्टेन्ट छ, काम नै त्यतिकै इम्पोर्टेन्ट छ, रेजिलियन्स पनि त्यतिकै इम्पोर्टेन्ट छ। र अर्को चाहिँ हामी यस्तो प्याराडक्सिकल सिचुएसनमा बाँचेका छौँ जहाँ चाहिँ वन जङ्गल पनि जोगाउनु छ, पैसा पनि कमाउनु छ, होइन, वाइल्ड लाइफ प्रिजर्भेसन पनि गर्नु छ, पैसा पनि कमाउनु छ, टुरिज्म पनि प्रमोट गर्नु छ। त्यो प्याराडक्स टलरेन्स एउटा महत्त्वपूर्ण कुरा छ। र स्टिम किन भनिराखेका छौँ भने स्टिमले चाहिँ साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स, म्याथमेटिक्स सबै कुरा गर्छ, सिस्टम्स थिङ्किङको कुरा गर्छ। त सिस्टमको एउटा महत्त्वपूर्ण पाटो भनेको चाहिँ वान अफ द इम्पोर्टेन्ट कम्पोनेन्ट्स अफ द सिस्टम थिङ्किङ इज आवर बडी, इज आवर माइन्ड, इज आवर इन्टेलिजेन्स, इज आवर वेलबिङ। सो त्यो हिसाबले पनि वाइ स्टिम, Eastern wisdom tradition and well-being are so connected. So still भनेको के हो भन्ने कुरा मैले धेरैलाई भनिरहनु पर्दैन। पहिलो बुदा म भन्दिनँ। दोस्रो चाहिँ inquiry, creativity, collaboration, critical thinking is part of STEM education. And also at well-being plus contemplative methods. Contemplative भनेको चाहिँ ध्यान गर्ने, मनन गर्ने, चिन्तन गर्ने, निधिध्यासन गर्ने. These are mindfulness practice. These are part of well-being or contemplative practices. है अनि किन त why our life, why STEM matters भन्दाखेरि meaningful, humane र sustainable solutions को लागि त्यसमा हाम्रो well-being, प्लानेटको well-being, मान्छेको मात्र होइन सबैको well-being is very very important. म सिधै गएँ। How many of you are Buddhist? प्र्याक्टिसको हिसाबले कसले बुद्धिज्म प्र्याक्टिस गर्नुहुन्छ? दुईजना हुनुहुन्छ, तीनजना। ओके, have you heard नागार्जुन? नागार्जुन थाहा छ? को हुन् नागार्जुन? को हो पाहाड? त्यो जङ्गल भन्ने हो कि? नागार्जुन माथि पाहाड जङ्गल, नागार्जुनको डाँडा। नागार्जुन भनेको चाहिँ यो माध्यमिक अथवा महायान बुद्धिज्मको मूल मान्छे, मूल फिलोसफर बुद्धपछि, होइन, भारतमा जन्मेका, चीनमा धेरै ठाउँ बसेको हुन्छ। त उनले एउटा भनेको कुरो चाहिँ के थियो भने अभोइड एक्सट्रिम्स अफ इटर्नलिजम एन्ड नाइलिजम, दुइटै होइन, बिचको बाटो। शून्यता भन्ने सुन्नुभएको छ, शून्यवाद, शून्यता। किन भन्दाखेरि ल्याक अफ इनरेन्ट इन्डिपेन्डेन्ट एसेन्स, केही चिजको पनि इन्डिपेन्डेन्ट एसेन्स छैन, सबै एकअर्कामा जोडिएको छ, जेलिएको छ। द्याट्स वाइ त्यो एसेन्स नै नभएपछि त्यसलाई हामी के भन्छौँ? शून्यता भनेर भन्छौँ। इट्स नट नाइलिजम बट इट इज द ल्याक अफ इनरेन्ट एसेन्स अफ संसार। प्रत्युत समुत्पाद भन्ने कन्सेप्ट छ, त्यो भनेको डिपेन्डेन्ट कोओरिजिनेसन। त्यो भनेको के हो त भन्दा जस्तो दिनको अवधारणा बुझ्न हामीले रात चाहिन्छ, रात बुझ्न दिनै चाहिन्छ। त्यो कन्सेप्चुअल कनेक्सन, कन्सेप्चुअल कोओरिजिनेसन एकदम इम्पोर्टेन्ट कुरा छ। त्यसैले न दिनको इन्डिपेन्डेन्ट एसेन्स छ, न रातको इन्डिपेन्डेन्ट एसेन्स छ। त्यसैले यसलाई संसार अथवा अनित्य भनेर भनिन्छ। त्यो अनित्यको भेरी बेसिस एकोर्डिङ टु नागार्जुन इज शून्यता अथवा एम्प्टीनेस। इट्स नट नाइलिजम, केही छैन, यो केही होइन भन्ने सबै चिजबाट उठ्ने भन्दा पनि द भेरी एसेन्स अफ दिज अब्जेक्ट्स एन्ड एभ्रिथिङ इज इम्पर्मानेन्ट। किनभने यो नाश हुन्छ, नाशवान छ। नाशवान भन्ने कुराको चाहिँ पर्मानेन्ट एसेन्स हुँदैन। त्यसैले यसले माध्यमिक ट्रेडिसनको एउटा अप्रोच चाहिँ के हो त भन्दा सबै कुरालाई डिकन्स्ट्रक्ट गर्ने, हाम्रा कन्डिसनालिटिजमाथि क्वेसन गर्ने यो मेथड हो। त्यसैले जब शून्यता भने के त, एम्प्टीनेस भने के त
द्याट विच इज डिपेन्डेन्टली अराइजिङ, जुन त्यो चाहिँ अर्कामा आश्रित भएर विकास हुन्छ, वी कल इन्ट्रेन्स। अब त्यस्तो के छैन, के चाहिँ छैन त्यस्तो, कुन कन्सेप्ट छैन जुन चाहिँ एब्सोल्युट छ? एउटा मात्रै कन्सेप्ट छ एकोर्डिङ टु नागार्जुन, त्यो भनेको बुद्धत्व, बोधिसत्व। त्यो चाहिँ इन्डिपेन्डेन्ट चाहिँ सबै चिजबाट, त्यो चाहिँ अन्तिम सत्य हो, त्यो चाहिँ क्यापिटल EMT हो, एम्प्टिनेस हो। त्यसैले एम्प्टिनेस इज इक्वल टु वास्तवमा केही पनि छैन, इट मिन्स रिलेसनल नेचर, सबै कुरा रिलेटेड छ। किप मोडल्स लाइट प्रोभिजनल, त्यसैले जेसुकै मोडल बनाए पनि त्यो टेन्टेटिभ हो, किनभने पर्मानेन्ट टेक पनि छैन, किनभने द भेरी एसेन्स इज एम्प्टी। क्रिएटिभिटी, फिक्स्ड आइडेन्टिटी टु सी नोबल थिङ्स। त्यसले हाम्रो जति फिक्स आइडेन्टिटी छ नि, म महिला पुरुष यस्तो मान्छे उस्तो मान्छे, सबभन्दा पहिले यसलाई लुजेन गर्न थाल्नु अरे। द्याट इज द बिगिनिङ अफ वेलबिङ। वेलबिङ प्राप्त गर्ने बुद्धिस्ट एउटा मेथड के हो? ताओले के भन्छन् भने त्यो एकदम कडक हुन्छ नि, भुरी बतासले फाल्दै उडाइदिन्छ, भाँच्दै छ तर लहरो जस्ता बस्दै रहन्छ। सो द्याट्स द मेथड। नथिङ इज पर्मानेन्ट एन्ड नथिङ इज has inherent essence। यहाँबाट सुरु हुन्छ कुराकानी। त्यसो हो भने यो ट्रु ट्रुथ थियोरी भनिन्छ बुद्धिज्म, अघि पनि भने एउटा ट्रुथ चाहिँ कन्भेन्सनल ट्रुथ, युजफुल मोडल्स, नेम्स, फङ्सन्स फर प्र्याक्टिकल नेभिगेसन अफ देयर डेली लाइफ। किनभने यी भनेका चाहिँ यी हाम्रा मोडलहरू टेन्टेटिभ हुन्, जस्तो हामीले रिसर्चबाट बनाउने मोडल एउटा निश्चित समयलाई काम लाग्छ, फेरि त्यो काम लाग्दैन, फेरि अर्को आउँछ, फेरि अर्को आउँछ, इट गोज अन। अल्टिमेट ट्रुथ चाहिँ नो फिक्स्ड एसेन्स, एभ्रिथिङ एक्जिस्ट इज डाइनामिक इन्टरडिपेन्डेन्ट प्रोसेस, त्यो चाहिँ अल्टिमेट ट्रुथ हो। बुद्धहुड अथवा जुन क्यापिटल एम्प्टिनेस त्यसैबाट निस्किन्छ, त्यसैबाट हामीलाई आनन्द प्राप्त हुन्छ। त्यो आनन्द चाहिँ अल्टिमेट ट्रुथ हो, नट द मेटेरियल पोजिसन, नट दि कोडिपेन्डेन्ट ओरिजिनेसन। त्यो कुनै पनि पर्मानेन्ट होइन, त्यसले आनन्द दिँदैन। जसले आनन्द त्यो बुझाइपछिको अथवा त्यो रियलाइजेसन पछिको आनन्द चाहिँ हो। अब यो एकदम मैले यो धृष्टता गरे हो, अब स्टेम एजुकेसनमा काम गर्ने साथीहरूले पनि भन्न सक्नुहुन्छ। वास्तवमा माध्यमिक जुन यो मिडल वे भनिन्छ अथवा महायान ट्रेडिसनको मुख्य फिलोसफी हो, यसको आधारमा चाहिँ कसरी यो स्टेम प्रब्लम सल्भिङमा हामी जान सक्छौँ त? सबभन्दा पहिले संसार नित्य छ, त्यहाँबाट सुरु गरौँ। त्यसकारण हिडन एजुम्सनहरूमा जाउँ, के चाहिँ लुकेको छ, लुकेको सत्य खोज्ने। अनि केही चिज पर्मानेन्ट छैन भनेदेखि हामीले इटरेटिभ प्रोसेसबाट गरौँ, एकपछि अर्को त्यसपछि अर्को सुधार्दै जाने प्रक्रियामा हामी जान्छौँ। सो अब हामीले एकदमै नमिल्ने केसहरू ल्याएर, जस्तो एकदम हुन्छ नि मान्छेहरूले चाहिँ यही नै अन्तिम सत्य हो भन्छ, त्यसलाई खण्डन गर्ने, त्यसको काउन्टर एक्जाम्पलहरू खोजेर ल्याउने, त्योबाट काम गरौँ। र ट्रिट अल सोल्युसन्स इज प्रोभिजनल, नो सोल्युसन इज फाइनल, एभ्री सोल्युसन इज प्रोभिजनल। यो केही समयलाई काम लाग्छ, त्यसपछि अर्को समाधान आउँछ। त्यसपछि यो चाहिँ मैले कहाँबाट सुरु गरेँ? बुद्धिज्मबाट। अब हिन्दूपट्टि जाँदा चाहिँ अद्वैत वेदान्त सुन्नुभयो होला, उस्तै यसका ल्याङ्ग्वेज फरक छन्, तर दुइटैको कुरा चाहिँ अद्वैत नै हो। माध्यमिक पनि नन डुअल हो, त्यसमा बाइनरी अपोजिट हुँदैन, यो सत्य यो असत्य भन्ने कुरा भएन, दुवै जोडिएका हुन्छन्। सत्य र असत्य ठाउँ अनुसार हुन्छन्, संसार इम्पर्मानेन्ट छ। अब यतापट्टि पनि संसार माया हो, बुद्धिज्म र हिन्दुइज्ममा पनि। र त्यसले गर्दाखेरि यहाँनिर चाहिँ शङ्कराचार्यले गरेका हुन्, यिनले चाहिँ नन डुअलिटी, रियालिटी इज ब्राह्मण। यो ब्राह्मण भने बाहुन होइन, यस त्यो चाहिँ प्रिन्सिपल, जसरी एम्प्टिनेस एउटा प्रिन्सिपल हो, ब्राह्मण इज वान अफ द प्रिन्सिपल विच इज अल पर्भेसिभ, अपरेन्ट सेपरेसन। अब आत्मन भनेको चाहिँ पार्ट अफ अस, अनि साधना, इन्क्वायरी, कन्टेम्प्लेसन, एथिकल लिभिङ। अब यो जुन त्यो ब्राह्मणका एलिमेन्ट जुन हरेक हामीमा आत्माको रूपमा हुन्छ भन्ने यो फाउन्डेसन, सबै हामी जोडिएका छौँ। अघिल्लो बेलले पनि के भन्छ, सबै हामी जोडिएका छौँ, किनभने नो वान इज पर्फेक्ट होइन, वान गिभ्स राइज टु द अदर। यसले के भन्छ भने त्यो ब्राह्मण प्रिन्सिपल सबैमा छ, all not just human but all creatures, all sentient and non-sentient beings, दुईटै, रुख बिरुवा, जरा, माटो, ढुङ्गा, मान्छे, सबै जीवदेखि लिएर अजीवसम्म सबैसम्म छ भन्ने। त्यसैले यो जुन आत्मन ब्राह्मण कनेक्सन छ, अब यसले चाहिँ दुई चारवटा कुराहरू, एउटा के देख्छ भन्दा तत्त्वमसि भनेर भनेको यु आर द्याट
भनेको अर्को व्यक्ति जो त्यो नै परम चैतन्यको अंश हो। We all are united or unified by that field. So you are that भन्नु खोजेको चाहिँ तत् त्वम असि। तत् भनेको त्यो, त्वम भनेको तिमी, असि भनेको हौ, you are that। यो चाहिँ छान्दोग्य उपनिषदले भन्छ। सो युनिटी अफ कन्सियसनेसमा सबैको कन्सियसनेस, अन्तिम कन्सियसनेस चाहिँ एउटा हो, वान हो। जसरी उता एम्प्टीनेस हो, यता चाहिँ ब्राह्मण हो। डिफरेन्सेस छ तर पनि ल्याङ्ग्वेज चाहिँ प्यारलल छ। सेम होलनेस सपोज इन्टिग्रेटेड थिङ्किङ। त्यसैले वास्तवमा होलनेस टोटालिटीमा हामीले देख्यौँ भने त्यसले चाहिँ हामीलाई थिङ्किङलाई इन्टिग्रेटेड गर्ने काम गर्छ। यो रिड्युसेस अस देम डिभाइड्स एक्सप्यान्ड एम्पथी। र यसको कोर फिलोसफीले चाहिँ अस देम डिभाइड। अब सबैमा आत्मा छ भने मसँग छ, अर्को व्यक्तिसँग छ, अर्को पनि छ, अर्को पनि छ भनेपछि त सबै एउटै भयो, बाहिर देखिने मात्रै फरक। ब्याट्री त ओके ठिक छ। के कसरी हुन्छ त यी ट्रेडिसनहरूमा? जस्तो मैले यहाँ हाम्रो कतिपय मेरो सेमिनार एटेन्ड गर्ने साथीहरूले मैले 4वटा क्वेसन हुन्छ, वाट, हाउ, वाइ, हु। यो हु भन्ने कुरा चाहिँ इस्टर्न विजडम ट्रेडिसनबाटै आउँछ। हु इज द सेल्फ द्याट टिचेस। तपाईँ कस्तो शिक्षक हो जसले पढाइरहनुहुन्छ? त्यसैले हु इज लर्निङ प्रब्लम सल्भ हो त्यो व्यक्ति। यो को भन्ने प्रश्नको पछाडि त्यो के को अंश हो भन्ने जोडिन्छ। चाहे तपाईँ एम्प्टीनेसतिर जानुहोस्, अनात्तातिर जानुहोस् बुद्धिज्मको, अथवा यता आत्मातिर जानुहोस्, जता गए पनि कुरो चाहिँ के हो त भन्दा अर्को छ हामीसँग। ओके थ्याङ्क यू भेरी मच। अब यहाँ चाहिँ दोस्रो हामीले केलाई हेर्ने तपाईँलाई? थट्स, फिलिङ्स, सेन्सेसन्स, एपियर इन अवेरनेस। हाम्रो अवेरनेस के भइरहेको छ, म कसरी सोचिरहेको छु होइन? तपाईँको साक्षी भाव भनिन्छ अथवा माइन्डफुलनेस सती भनिन्छ बुद्धिज्ममा, हिन्दुइज्ममा साक्षी भाव। सो त्यहाँबाट सुरु हुन्छ है। अनि आस्क द विटनेस, साक्षी, देन रिएन्गेज। सबै को त त्यो साक्षी भन्दा तपाईँ आफै होला, तपाईँको हायर सेल्फ होला, अथवा तपाईँभित्रको बुद्ध चेतना होला, अथवा तपाईँभित्रको ब्रह्म चेतना होला। त्यसले चाहिँ विटनेस गर्ने हो। प्र्याक्टिस, माइक्रो प्र्याक्टिस। यो चाहिँ हामीले कुनै पनि काम गर्नुभन्दा अगाडि पज गर्ने, हेर्ने, विचार गर्ने, यो चाहिँ सेल्फ इन्क्वायरीको मोडल हो। यो मोडल विभिन्न ढङ्गले प्रयोग भएको छ। चाहे तपाईँ माइन्डफुलनेस भन्नुहोस् अथवा भनौँ न यो बडी स्क्यान भन्नुहोस्, सेल्फ स्क्यान भन्नुहोस्, यी सबै कुरा यसको वरिपरि आउँछ। र स्टेम लर्निङमा अघि मैले माध्यमिकको जसरी जोडेँ, स्टेम लर्निङमा जो अद्वैत वेदान्त, अद्वैत भनेको संस्कृत शब्द हो, द्वैत भनेको दुई, अद्वैत भनेको दुई हुँदैन, नट टु भन्न खोजेको। भन्न खोजेको म र यो दुनियाँ अलग छैन, आइ एम अल्सो कनेक्टेड, पार्ट अफ द वर्ल्ड, पार्ट अफ अदर पिपल, पार्ट अफ द बिगर कस्मस, त्यो भन्न खोजेको। त त्यसो हो भने हाम्रो वेलबिङ अब कसरी जान्छ त स्टेम लर्निङमा? इन्टिग्रेट नोवर, नोइङ, नोन, मेटाकग्निसन। म के सिक्दैछु होइन? अहिले हामीले जस्तो भनौँ नो र नोनको सेपरेसन हुँदा मैले जाँच पास गर्नुपर्छ, मैले पढाउनुपर्छ। त मैले के पढाएँ त? मैले के पढाउनुपर्छ त? किन पढाउनुपर्छ त? दिस इज मेटाकोग्निटिभ थिङ्किङ। होल सिस्टम कम्प्रिहेन्सन बिफोर डिटेल्स। पहिले चाहिँ सिस्टमिक थिङ्किङ। हामी के भन्दैछौँ? वी अल आर कनेक्टेड। सो म र मेरा विद्यार्थीहरू कनेक्टेड छन्। सो हाउ क्यान आई डिल विथ देम? ओके, त्यो कुरा अर्को कुरा भयो। एम्बडिड ल्याब्स इन्क्लुड फर्स्ट पर्सन अब्जर्भेसन भनेपछि सेकेन्ड पर्सन, थर्ड पर्सन होइन, फर्स्ट पर्सन उसले अब्जर्भ गर्छ, हेर्छ, आउँछ, आफ्नो सेन्सेसनलाई प्रयोग गर्छ। डिजाइन फर प्रेजेन्स नट डिस्ट्र्याक्सन, बायस रिडक्सन थ्रु नन सेपरेट डिप स्टेन्स। अब जात, जाति, धर्म, भाषा, संस्कृति यो सबै ठाउँमा यदि ब्रह्म हुन्छ अथवा बुद्ध चेतना हुन्छ भने किन फरक गर्नु पर्यो त होइन? त्यो चाहिँ प्रश्न भयो। यो दुईटाका केही फरक छ। मैले सामान्यतया मैले मेरो पिएचडी स्टडीमा त्यो दुईटा ट्रेडिसनलाई प्रयोग गरेको भएर मैले अलिकति दृष्टता गरेर म यसको केही पनि 0.00001% पनि मलाई आउँदैन है। मैले दुईटा चाहिँ माध्यमिकले एम्प्टीनेस अफ इनहरेन्ट नेचर अफ अल फेनोमेनन ल्याक इन्डिपेन्डेन्ट एक्जिस्ट। केही चिज पनि इन्डिपेन्डेन्टली एक्जिस्टै गर्दैन। हाम्रो चित्त भन्नुहोस् होइन, अब के अरे बुद्धको जब ज्ञान प्राप्त गरे पहिलो सुरुको स्टेज अनेक जाति संसार, यो सबै भनेको जति हाम्रो भाइसेस छन्, जति हाम्रो चित्त छ, इज अल आर इन्टरकनेक्टेड। मैले उहाँलाई हेरेर एउटा धारणा बनाउँछु, उहाँलाई हेरेर एउटा धारणा बनाउँछु, तपाईँलाई हेरेर बनाउँछु, यी सबै कुरा चाहिँ हाम्रा त्यो चाहिँ कमेन गो हुन्छ। त्यसको कुनै सेप साइज हुँदैन।
मैले आज उहाँलाई हेरेर चाहिँ लाग्यो मलाई भोलि त्यो बनाउँछु भन्ने छैन, ग्यारेन्टी छैन। That's why emptiness exists. Okay? अर्को चाहिँ ट्रुथ नेभिगेसन, कन्भेन्सनल भर्सेस अल्टिमेट चाहिँ के हो त? बुद्धत्व प्राप्त गर्ने बाटो के हो त? त्यो एम्प्टीनेसलाई रियलाइज गर्नु पर्यो। एम्प्टीनेस छ भन्ने कुरा थिङ्किङमा छ, तर त्यो रियलाइजेसन गर्नु पर्यो, होइन? डिकन्स्ट्रक्टिभ, डिसल्भिङ फिक्स्ड कन्सेप्ट। सो फिक्स्ड कन्सेप्ट केही पनि हुँदैन, यसको यहाँ लिमिटेसन छ, त्यो थाहा पाउनु पर्यो। अद्वैतले के भन्छ भने प्योर कन्सियसनेस इज द ओन्ली रियालिटी, वी अल आर कनेक्टेड। हुन त अरू धर्मको कुरा पनि त्यही हो, त्यो अद्वैत प्रिन्सिपल हेर्नु भने क्रिस्चियनिटीमा नि अद्वैत क्रिस्चियनिटी भनेर आजभोलि प्र्याक्टिस गर्न थालिएको छ, होइन? त्यो भनेको के भने गड कन्सियसनेस इज एभ्रिवेयर, द कन्सियसनेस द्याट होल्ड्स अस इज गड कन्सियसनेस, सिमिलर टु ब्रह्मा कन्सियसनेस। माया लेभल्स अफ रियालिटी, अपरेन्ट वर्ल्ड अराइजन इन ब्राह्मण भनेपछि हामीले जे देख्छौँ एभ्रिडे लाइफ वर्ल्डमा त्यो चाहिँ माया र सेल्फ इन्क्वायरी, हु एम आई, अघिकै क्वेसन थियो, अघि जे थियो म को, हु एम आई, यसको बडो इन्ट्रेस्टिङ छ। जस्तो तपाईँको नाम भन्यो भने त्यो नाम कहिलेसम्म हो, तपाईँको पेसा भन्यो भने कहिलेसम्म हो, कुन पेसा, 60 वर्षमा रिटायर भइहालिन्छ, त्यसपछि के हो, होइन? वृद्ध अवस्था हो, त्यो पनि रियल सेन्स त होइन। त्यसैले वाट इज रियल हो, त्यो चाहिँ सेल्फ इन्क्वायरी मेथड भनेपछि दुईटै ट्रेडिसनमा, बुद्धिज्ममा पनि र यता वैदिक ट्रेडिसनमा पनि त्यही हो प्रश्न, हो या माइ, अघि नै भने जस्तो। त्यसैले हाम्रो यो दुईटालाई एजुकेसनमा, स्टिम एजुकेसनमा इन्टिग्रेट गर्यो भने के हुन्छ त? पहिलो कुरो मिडल वे रिगोरमा चाहिँ क्लियर डेफिनेसन, इटरेटिभ टेस्टिङ एन्ड अभोइड एक्सट्रिम्स, किनभने माध्यमिक भनेको मिडल वे हो, एक हिसाबले समन्वय पनि हो। त्यहाँ चाहिँ एक्सट्रिमलाई अभोइड गर्नु पर्यो, शान्ति, पिस, एक्चुअल पिस चाहिँ त्यसरी हुन्छ भनेको। नन डुअल ओपननेस, खास गरी यो अद्वैतमा चाहिँ रेस्टिङ एज अवेरनेस, यसमा चाहिँ तीनवटा अवस्था भनिन्छ, सुषुप्त अवस्था, स्वप्न अवस्था र जागृत अवस्था, होइन? स्वप्न अवस्था एउटा भइगयो, यो अहिलेको, यसलाई पनि हामीले चाहिँ सुषुप्त अवस्था नै मान्छौँ। जागृत भनेपछि जतिखेर हामी यो वान कस्मससँग वान हुन्छ, ट्रान्सेन्डिङ सब्जेक्ट अब्जेक्ट सेपरेसन, यो सबै जुन सेपरेसन छ व्यक्तिको हामीले हेर्ने र देख्ने कुराको, त्यो सेपरेसन वास्तवमा ट्रान्सेन्ड गर्नुपर्छ, त्यो केही पनि होइन। र इम्ब्रासिङ युनिटी, दुईटाको भाषा फरक छ र दुईटैले के भन्छ, एउटा कुरा हो। त्यसैले यहाँ हामीलाई यहाँको आउटकम चाहिँ यो दुईटा ट्रेडिसनलाई हामीले प्रयोग गर्ने हो नि, क्लारिटी, क्रिएटिभिटी, कम्प्यासन एन्ड कम्प्रिहेन्सिभ अन्डरस्ट्यान्डिङ। एउटा पक्ष मात्रै बुझेर भएन, अब्जेक्टिभिटी मात्रै बुझेर भएन, सब्जेक्टिभिटी पनि बुझ्नु पर्यो, अथवा त्योभन्दा बियोन्ड जानु पर्यो। साइन्सको हिसाबले हेर्नुहुन्छ भने सिस्टम थिङ्किङ एन्ड इन्टरडिपेन्डेन्स, यदि बुद्धिज्मलाई नजिकबाट हेर्ने भने इट्स अल अबाउट सिस्टम थिङ्किङ इभन इन बुद्धिज्म। सो मोडल इकोसिस्टम्स थ्रु डिपेन्डेन्ट ओरिजिनेसन भनेको हाम्रो इकोसिस्टमलाई एकछिन मोडलहरू हेर्नु न, एउटाले अर्कोदेखि अर्को कनेक्टेड छ, अर्कोदेखि अर्को कनेक्सन छ। तपाईँले चाहिँ यो फुड चेनलाई हेर्नुभयो भने ठ्याक्कै त्यही देख्नुहुन्छ, लाइफ साइकललाई देख्नुभयो भने त्यही हेर्नुहुन्छ, सबै इकोसिस्टम के छ, कनेक्टेड छ, डिपेन्डेन्ट ओरिजिनेसन, एउटा पछि अर्को, अर्को पछि अर्को, अर्को पछि अर्को। ट्रिट थियरिज एज कन्भेन्सनल टेस्टेबल टुल्स, वास्तवमा थियरिज पर्फेक्ट होइनन्, अल्टिमेट होइनन्, तिनीहरू चाहिँ टेस्टेबल हुन्, रिभाइजेबल, चेन्ज भइ नै रहन्छ। इम्ब्रास अनसर्टेन्टी एज फिचर, हामीले वर्ल्डलाई हेर्ने हो भने त्यस्तो अनसर्टेन, के अनसर्टेन हो त? जुन हामीले एम्प्टीनेसको नेचर भन्यो, त्यसको रियलाइजेसन, जसलाई बुद्ध सत्य अथवा ब्रह्म सत्य जे भनौँ, ब्रह्म तत्त्व अथवा बुद्ध तत्त्व, त्यो चाहिँ सर्टेनिटी होला, तर त्यो त हामीले प्राप्त गरेका छैनौँ। त्यसैले नट फ्ल, अनसर्टेन्टी एज फिचर। म्याप कन्डिसन्स नट एसेन्सेस, त्यसले कन्डिसन हेर्नु, एसेन्स नहेर्नु। हाम्रो उल्टो छ साइन्स टिचिङ, हामी एसेन्स हेर्छौँ, कन्डिसन हेर्छौँ। केटाकेटीहरूलाई एउटै ल्याब रिपोर्ट वर्षौँसम्म देखाइरहेको छ, होइन? हामीले कन्डिसन हेरेका छैनौँ नि, हेर्न दिएको छैन, हेरेर आए पनि यो मेटेरियल देखाएँ भनेको छ, किनभने हामीले कन्डिसन हेरेनौँ। त्यसैले गर्दाखेरि हाम्रो साइन्स टिचिङ चाहिँ हाम्रो दुईटै हिन्दू र बुद्धिस्ट फिलोसफी अनुसार छैन। वी फोकस मच अन एसेन्सेस अफ दोज थिङ्स विच आर नट एसेन्सियल, है? मैले कुरा भने टेक्नोलोजी नन डुअल हाई कम्प्युटिङ सिस्टम हो क्यारे, यसलाई चाहिँ हामीले यसमा पनि फिचर ग्लोड भर्सेस एस्थेटिक मिनिमलिजम, यो टेक्नोलोजीको मध्ये धेरै बुझ्दिनँ, तर मुख्य चाहिँ एथिकल एआई, युजर सिस्टमलाई चाहिँ, किनभने युजर ठुलो हो, म ठुलो होइन भन्ने कुरा हो। इन्जिनियरिङलाई हेर्ने भने सस्टेनेबल डिजाइन एन्ड एम्प्टीनेस भनेको कुरो चाहिँ हामीले यदि हेर्ने हो भने डिजाइनको कुरो हुन्छ। इन्जिनियरिङ के हुन्छ? पर्मानेन्ट डिजाइन त हुँदैन, तर डिजाइन ह्याज लाइफ साइकल, तिनीहरूको प्रोसेस हुन्छ,
सप्लाई वेब्स हुन्छ त्यो कहाँ पुग्छ र त्यो सप्लाई वेबमा चाहिँ कसले के डिमान्ड गर्छ त्यो आधारमा हामीले चाहिँ डिजाइन गर्छौँ। अनि लो रेटिफिकेसन हाई एड्याप्टेबिलिटी, किनभने हाई एड्याप्टेबिलिटी भनेकै कुरा के हो भने तपाईँको त्यसको एसेन्स छैन, ठाउँ अनुसार छ, ब्यालेन्स ट्रेड अफ कस्ट सेफ्टी इकोलोजी मिडल वे, त्यसपछि रेजिलियन्स थ्रु रिडन्डेन्सी एन्ड फिडब्याक। त्यसैले हामीले रिडन्डेन्सी र के अरे एन्ड फिडब्याक यो दुईटाबाट चाहिँ हामीले आफूलाई चाहिँ रेजिलियन्ट सिस्टम बनाउँदै लान सक्छौँ। क्रिएटिभिटी फ्रम एम्प्टीनेस, नेगेटिभ स्पेस एन्ड साइलेन्स एज क्याटलिस्ट भनेको जे चिज छैन भन्ने हामीलाई लाग्छ त्यहाँबाट चाहिँ हामीले त्यसलाई चाहिँ क्याटलिस्टको रूपमा लाग्छौँ। लेटिङ गो प्र्याक्टिसेस टु अनब्लक ओरिजिनालिटी, खास गरी कुनै कुरा हामीलाई हाम्रो मनमा मस्तिष्कमा दिमागमा लामो समयसम्म राखिराख्यो भने क्रिएटिभिटी आउँदैन, त्यसलाई लेट गो गर्नुपर्छ। लाइफका कतिपय ट्रमाटिक कन्डिसन्सहरूलाई हामीले त्यसरी एड्रेस गर्दै जानुपर्छ। र अर्को चाहिँ नन डुअल फ्लो, आर्टिस्ट आर्ट अडियन्स पोइममा सबै एकै ठाउँ बसेर पेन्ट गर्ने र हेर्ने, पेन्टरहरूले हेर्ने, त्यो चाहिँ अहिले धेरै ठाउँमा प्र्याक्टिस गरिन्छ। त्यसमा आर्टिस्ट छुट्टै, आर्टको अडियन्सहरू छुट्टै भन्ने कुरा हुँदैन। यसमा चाहिँ यो म्याथमेटिक्स त्यति धेरै म भन्दिनँ अहिले। त्यसैले क्रस डिसिप्लिनरी कुरा गर्दाखेरि हाम्रो इस्टर्न विजडम ट्रेडिसन र यो वेलबिङलाई नजिकबाट ल्याउन सकिन्छ। जस्तो एउटा चाहिँ हामीले जस्तो स्मार्ट इको गार्डनको कुरा, सेन्सर सिस्टम, म्याप्स, माइन्डफुल रिफ्लेक्सन अन इन्टरडिपेन्डेन्स भनेपछि ध्यान गर्ने ठाउँहरू, जङ्गलहरू, त्यो गार्डनहरू अहिले बनाउने, घर वरिपरि गार्डन बनाउने उहाँहरू टु प्रमोट माइन्डफुलनेस। तपाईँले युरोपमा युकेमा अहिले 2-4 हस्पिटल त्यस्तो गरिरहेको छ जहाँ चाहिँ तपाईँले ध्यान पनि गर्न सक्नुहुन्छ, पूजा पनि गर्न सक्नुहुन्छ, हिलिङ पनि गर्न सक्नुहुन्छ, अपरेसन पनि त्यहीँ हुन्छ। मेकर ल्याबलाई चाहिँ हाम्रो अवेरनेस जस्तो बिल्ड, टेस्ट, प्र्याक्टिस, माइन्डफुलनेसको अभ्यास त्यहाँ पनि हामी गर्न सक्छौँ। त्यसैले यो वेलबिङलाई अब बुद्धिस्ट अप्रोचले, माध्यमिक अप्रोचले हामीले स्टिममा इन्टिग्रेट गर्दाखेरि सी थट्स एज थटहरूलाई एकदमै पुरा सलिड मान्नु हो भने कहिले पनि चेन्ज हुन सकेन, परिवर्तन हुन सकेन। सो थट्स एज एम्प्टी, ट्रान्जिएन्ट प्रोसेसेस, कग्निटिभ डिफ्युजन लोवर्स रियाक्टिभिटी। त्यसले कग्निसनलाई एकदम डिफ्युज गर्छ, भन्नु अर्थ मैले धेरै जानेको छु भन्ने कुरालाई एकदमै मिनिमाइज गर्दै जाने, त्यसले चाहिँ रियाक्ट गर्ने समय थोरै हुन्छ। ब्यालेन्स इफोर्ट एन्ड रेस्ट, अलिकति रेस्ट पनि चाहिन्छ र कम्प्यासन एन्ड इन्टरडिपेन्डेन्स फ्रम इन्टरडिपेन्डेन्स अवेरनेस। तपाईँ किन कम्प्यासन हो? इमिडिएटली तपाईँको शत्रु कोही छ भने, तपाईँले पर्सिभ गरेको शत्रु छ भने पनि होइन, ऊ त मान्छे हो, तपाईँसँग जस्तै मान्छे हो, तपाईँसँगै जोडिएको छ, किनभने वी अल आर इन्टरकनेक्टेड इन मेनी पोसिबल वेज। त उसलाई चाहिँ हामीले कम्प्यासन अफर गर्छौँ है, त्यो कुरा गर्छौँ। अद्वैत अप्रोच जुन यता हिन्दूको अप्रोच चाहिँ रेस्ट एज विटनेस हुन्छ क्या, साक्षीवाद, आफ्नै थटलाई, प्रोसेसलाई विचार गर्ने, अनि विटनेस कन्सियसनेस ड्युरिङ स्ट्रेसको टाइममा त्यसरी गर्ने। नन जजमेन्टल प्रेजेन्स, स्टेबलाइजेड एटेन्सन, जजमेन्ट नगर्ने होइन, अब ब्रिदिङलाई हेर्ने, मान्छेलाई हेर्ने, घटनाहरूलाई हेर्ने। आइडेन्टिटी इन अवेरनेस, आफ्नो चेतनामा, आफ्नो चिन्तनमा कसरी त्यो भइराखेको छ, नट परफर्मेन्स। को रेगुलेसन एन्ड अ प्र्याक्टिसेस, जस्तो असम भन्छौँ नि लाइफमा, अफुल होइन असम, त्यो त मोमेन्टहरूको विचार र ती मोमेन्टहरू, त्यो आनन्दका मोमेन्टहरू वास्तवमा ब्रह्म मोमेन्ट भन्छ, अद्वैत त्यो मोमेन्टहरूलाई हामीले कसरी विचार गर्ने भन्ने कुरा रहन्छ। यसले टेस्ट गरिराखेको छ, यहाँ ठोकिँदा पनि यो है रियाक्ट नगरिकन गरै भने अब। त्यसैले एन्जाइटी, रिड्युसिङ एन्जाइटी कसरी गर्छ त यी फिलोसफीको माध्यमबाट भन्दाखेरि हामी कुनै कुरालाई रेइफिकेसन गरेर त्यसलाई गहिरोसँग सोलिड बनाएर राख्नु, त्यसलाई डिडिफाई गर्नु, त्यसलाई सोलिडिफाई नगर्नु र थट्सलाई एम्प्टी बनाउनु। त्यही होइन, आउँछ जान्छ, यो मोमेन्ट पनि गइहाल्छ, हाम्रो लोकोक्तिमा छ त, अब यो मोमेन्ट जान्छ त हाम्रो। त्यसपछि वाइडेन पर्सपेक्टिभ, विटनेस कन्सियसनेसलाई विटनेस गर्ने, म कसरी चिज सोचिरहेको छु, कसरी बोलिरहेको छु, रिटर्न टु ब्यालेन्स इम्ब्यालेन्सबाट रिस उठेको छ भनेदेखि त्यसरी गर्ने। सो ब्रिफ इन्क्वायरी बिफोर टेस्ट, 3 ब्रेथ्स रिफ्रेन हुन्छ क्या, पहिलो अझै लामो अनि अझै लामो, रेस्ट अफ एज अवेरनेस भन्ने एन्जाइटी अराइजेस, यो चाहिँ एन्जाइटीले भन्छ रेस्ट गर। तर एन्जाइटी भयो भने अरू केही नगर। सो यसका धेरै टेस्टहरू छन्, रिसर्चले पनि भनेको छ।
त्यसैले त्यो काम गर्न सकिन्छ। यदि विद्यार्थीको नजिक विद्यार्थीलाई के त भन्छ चाहिँ एम्प्टिनेस कन्टेम्प्लेसन, लेभल लोकेट लेटको प्र्याक्टिस। साथीसँग झगडा गऱ्यो नि त्यो झगडालाई कम गर्ने एउटा उपाय के हो त? साथी दिदीको जस्तै होइन, लेट गो प्र्याक्टिस गराउने, हामी जोडिएका छौँ भन्ने कुरा प्र्याक्टिस गराउने। अनि इन्टरडिपेन्डेन्स जर्नलिङ, म्याप कजेस कन्डिसन्स अफ लर्निङ एक्सपिरियन्सेस। वास्तवमा कुनै पनि कुरा आफै त्यत्तिकै भइराखेको हुँदैन, त्यसको कुनै न कुनै कारण हुन्छ। त्यो कार्यकारण सिद्धान्त होइन, त्यो चाहिँ कन्डिसन्सहरूको सिद्धान्त, कुन कन्डिसनले मलाई के बनाइराखेको छ भन्ने कुराको चाहिँ नि जर्नलिङ गर्न, रेगुलर 1 महिना जर्नलिङ गर्यो भने उसले एम्प्टिनेस रियलाइज गर्छ भनेर कतिपय साथीहरू भन्छन्। अनि माइक्रो प्र्याक्टिस गर्ने, कसले थाहा छ त्यो कुरा? Who knows about this universe? Who knows about this very nature of the softness अथवा हार्डनेस? अनि ब्रिफ बडी ग्राउन्डिङ भनेको हामीले चाहिँ ल्याब टेस्ट भन्दा बिफोर चाहिँ शरीरलाई बुझ्दै, मनलाई बुझ्दै, शरीरका विभिन्न अवयवहरूलाई बुझ्दै, त्यो एकदम इम्पोर्टेन्ट हुन्छ। अर्को कुरा चाहिँ इमोसनल रेगुलेसन एन्ड विटनेस कन्सियसनेस। यो भनेको तपाईँले एकदम गर्नै पऱ्यो, कुनै डिसिजन लिनु पऱ्यो, प्रिय डिसिजन लिनु पऱ्यो भने डिसाइड विथ विटनेस सहित डिसाइड गर्नु भने। त्यसैले 90 सेकेन्ड अफेक्ट टु योर नेम एन्ड नोटिस इमोसन्स, राइज फिट ब्रेथ, होराइजन तल खुट्टादेखि माथिसम्म, प्रोटोकल नेम इट, नो इट, रेस्ट इज अवेरनेस। नाम दिनुहोस्, त्यो नाम टेन्टेटिभ हुन्छ, बिस्तारै त्यो नाम पनि त्यसो के भयो आइन्दा रिसलाई बिस्तारै हेर्दै जानुभयो भने रिस के हुन्छ? फेड अवे हुन्छ, हराउँछ। अनि प्रेजेन्स फर्स्ट नोटिफिकेसन। त्यसैले यो टेक हाइजिन एकदम इम्पोर्टेन्ट हो होइन, त्यो टेक्नोलोजीमा बढी राख्नु त्यसले चाहिँ तपाईँलाई चाहिँ एटेन्सनलाई असर गर्छ, त्यो कुरा भन्छ। त्यसैले यी के कुराहरू छन्? सानो कक्षा मिडल क्लासमा ल्याबहरू चलाउन सकिन्छ, हाई स्कुलमा डिजाइन स्टुडियो बनाउन सकिन्छ। यो स्लाइड म तपाईँलाई पठाइदिन्छु। केही रिसर्चहरू छन्, माइन्डफुलनेस रिसर्च तपाईँले पनि गर्न सक्नुहुन्छ, टेस्ट गर्न सक्नुहुन्छ। केटाकेटीहरूलाई 15-20 मिनट ब्रिदिङ एक्सर्साइज गरेर क्लास सुरु गर्दा के फरक पर्छ? फिजिक्सको एकजना कुन युनिभर्सिटीको प्रोफेसर हो, उहाँले चाहिँ नेपाली साथी, उहाँले चाहिँ यो क्यामेरा के लगाएर हामीलाई थाहा छ। हाम्रो एकजना फिजिक्सको साथी हुनुहुन्छ नि अमेरिकामा रिसर्च गर्नु, उहाँले त्यो काम गर्नु भएको छ, यहाँ पनि आउनु भएको थियो। त्यसैले टेक्नोलोजीलाई इन्टिग्रेट गरेर गर्न सकिन्छ, माइन्डफुल रिसर्च। अनि तपाईँको सेल्फ, केटाकेटीहरूलाई सेल्फ अवेरनेसको बारेमा काम गराउन सकिन्छ। सिस्टम्स लर्निङ, किनभने यदि हामी सबै कुरा चाहिँ कनेक्टेड छौँ भनेदेखि त्यो त सिस्टमको कुरा हो। त्यो सिस्टम कसरी चल्छ त्यसको बारेमा चिन्तन मनन गर्ने। जस्तो तपाईँले चाहिँ सानातिना प्र्याक्टिस गर्ने, अनि सिस्टम्स म्याप्स एन्ड इन्क्वायरी, प्रोजेक्ट विथ रिफ्लेक्सन, अनगोइङ प्रोफेसनल डेभलपमेन्ट एन्ड कोचिङ गर्न सकिन्छ। सो एडभान्समा चाहिँ क्रस डिसिप्लिनरी प्रोजेक्टमा चाहिँ उनीहरूलाई रिफ्लेक्ट गर्न लगाउने, माइन्डफुल हुन लगाउने होइन, ब्रिदिङ एक्सर्साइजहरू गर्न लगाउने, विभिन्न रुब्रिकहरू बनाएर काम गर्न सकिन्छ। खासमा यसमा चाहिँ यो खास सबै कुरो भनेको कन्टेम्प्लेटिभ पेडागोजी र स्टिमको एउटा कम्पोनेन्ट कन्टेम्प्लेटिभ पेडागोजी पनि हो। कन्टेम्प्लेटिभ भन्ने सुन्नुभएकै छ होइन, त्यो अङ्ग्रेजी शब्द हो जसले चाहिँ हामीलाई विचार गर्न, सोच्न, गहिरोसँग त्यसको अर्थ खोज्न, ध्यान गर्न, त्यो सबै कुरा कन्टेम्प्लेटिभ प्र्याक्टिसले बुझाउँछ। त्यसैले कन्टेम्प्लेटिभ पेडागोजीको मुख्य स्रोत चाहिँ फेरि हाम्रो पूर्वीय दर्शन, पूर्वीय मान्यता हो। त्यसैको वरिपरिबाट कन्टेम्प्लेटिभ प्र्याक्टिस सुरु हुन्छ। त्यसैले यसमा चाहिँ खासमा यसमा नन जजमेन्टल एउटा शिक्षकहरूको लागि बहुत गाह्रो छ। शिक्षकहरूले जज गरिरहनुपर्छ, मैले पनि जज गरिरहनुपर्छ, बारम्बार साथीहरूसँग कुराकानी गर्दा रिस हुन्छ। तर यो एउटा स्ट्राटेजी यस्तो हो जसले चाहिँ त्यो कुराको अवेरनेस गराइरहन्छ। होइन, बी अवेर है, डिसिजन लिनु पऱ्यो भने यसको चाहिँ अवेरनेस चाहिँ यो हो। र फ्यामिली र कम्युनिटीलाई हामीले इन्गेज गर्न सक्छौँ। मैले अघि पनि भने म यसको विज्ञ होइन, मैले अलिकति यो कुराहरू बुझिदिती पढाउनेमा गर्न थालेको छु। त्यसैले एम्प्टिनेस इज द रिलिक्विसिङ अफ ऑल भ्युज। किनभने सबै जोडिया छ भने किन भ्यू चाहिन्छ? एउटा विचार नागार्जुनको भनेको एक्सट्रिम स्टेटमेन्ट हो। भ्यू बनाउनु केही जरुरी नै छैन, विटनेस हुनु जरुरी छ। नो भ्यू इज अल्टिमेट, सो नो भ्यू इज डिलेड। एउटा इन्ट्रेस्टिङ छ, भ्यू भन्दा छ जजमेन्ट हुन्छ। भ्यू भने के हुन्छ? झ्यालमा गएर हेरेर अनि तपाईँले भन्नु पऱ्यो एउटा चिज। अनि अर्को चाहिँ आदि शङ्कराचार्यले के भन्छन्, ब्राह्मण भनेको चाहिँ
अघि पनि भने एउटा प्रिन्सिपल हो, युनाइटिङ प्रिन्सिपल इज रियल, द वर्ल्ड इज एपियरेन्स, यो भनेको सबै देखिने कुरा मात्रै हो, जसका कुरा भनेर उनले भन्छ। यो दुईटा ओरिएन्टेसनले के हुन्छ त भन्दाखेरि नन जजमेन्टल र वी अल आर कनेक्टेड, त्यो खालको फिलिङ अथवा त्यो खालको पर्सपेक्टिभ। इन्भिटेसन, लर्न रिगोरसली, क्रिएट कम्प्यासनेटली, रेस्ट इज अवेयरनेस। त्यसैले सिकाइ रिगोरसली गर्नु पर्यो, कम्प्यासनेटली नयाँ कुराहरू क्रिएट गर्दै जानु पर्यो, संसारका लागि युजफुल होस्। मलाई फाइदा हुने नहुने कुरा महत्त्वपूर्ण छैन, होइन, महत्त्वपूर्ण मलाई फाइदा हुने नहुने कुराले खासै माने राख्दैन। अनि रेस्ट भनेको सबै कुरा भनेको हाम्रो चेतना माथि उठ्दै जाने कुरा। यति नै हो मैले कति भन्न सक्छु।